यो दृश्यहरू देख्नुहुन्छ बागमती गाउँपालिका वडा नम्बर 1 को। यहाँ एकदमै जुनसुकै बाली लगाए पनि बाँदरले गर्दा एकदमै यहाँका कृषकहरू त्रासित भएको कारणले यो पटक कुनै बाली लगाएको छैन। त्यही पनि बाँदरहरू प्रशस्तै मात्रामा यहाँ आएका छन्। हेर्नुहोस् यो बाँदर हेर्नुहोस् ल, यति धेरै आउँछन् कि यति धेरै भनि साध्य छैन। ल प्रत्यक्ष भिडियोमा हेर्न सक्नुहुन्छ। यो रियल भिडियो हो। यो के गर्ने होला, बाँदरले गर्दा कुनै पनि बालीहरू उनीहरूले खाने बालीहरू खाइदिन्छन्, नाश बनाउने बालीहरू सबै विनाश गरिदिन्छन्। ल बाँदरहरूको कारणले गर्दा यहाँको यो माथिल्लो टाँडी भेगको यो अधिकांश जग्गाहरू चाहिँ एकदमै बाँझो राख्नु परेको छ। कृषकहरूलाई एकदमै मार परेको छ यो बाँदरले गर्दा। यहाँ कुनै पनि बालीहरू खान उब्जाउनको लागि एकदमै असक्षम हुन पुगेका छन्। जति धपाउँदा पनि नभाग्ने होइन, जबरजस्ती उनीहरूले चाहिँ अति आक्रमण गर्ने भएको कारणले गर्दा यहाँका कृषकहरू चाहिँ थकित भएर यो जमिन चाहिँ एकदम बाँझो राख्नु परेको छ। सम्बन्धित निकायले चाहिँ केही उपायहरू, सोलुसनका कुराहरू दिन सक्नुहुन्छ है। यसको लागि यो भिडियो मैले यो सञ्जालमाथि पोस्ट गरेको छु। हुन्छ, धन्यवाद। हेर्न सक्नुहुन्छ यहाँ